साला खाटे राम्ररी हेरेर चलाउन सक्दिनस् साले तेरो आँखा छैन साले एकै डिम्की क्याउ तलाई त ओइ साले तँ कहाँ धम्काका सालेलाई त आएर त यसलाई छोड्नु हुँदैन साले यस्तो मुर्सेलाई सालेको हात बाचेको छ क्या अब यता फर्केर ओइ त्यसलाई केही पनि नगर त्यसको हात साथ छैन तँलाई पाप लाग्छ छोड्नु पनि त हुँदैन यसलाई केही न केही सजाय दिनुपर्छ अनि के गर्छ यसो त्यसलाई त ए दे गोटोला दे 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 गोटोला दे दे प्लिज दे 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 खुट्टा डोक्सु दे ना साले खाते डोनसँग पंगा लिन्छस् साले अब यी बस्छ साला खाते तेरो सजाय यही हो बुझिस् साले ओइ छोरा यहाँ छ त अरे बाउ किन के भयो जा दोकान गरेर आइज 50 को दाल लिएर आइज 30 को चामल लिएर आइज बाँकीको 20 रुपैयाँ कखा हैन तेरो आमाले हतार भइसक्यो भात तरकारी पकाउनको लागि जा छिटो दोकान गरेर आइज ल म अहिले लाग्दै ल चल्लेको म 2 घण्टा हुन लागिसक्यो त यो डाका कहाँ गयो अहिलेसम्म सालेलको चाक्कै चाकमा हानेर यसको म्यास चलेको चाकको हड्डी सड्डी सबै भाँदिन्छ म्यास कसले आज चाहिँ साला आज त लोदर लागेको दिन रहेछ साला खत्तम भइहाल्यो नि आज त लास्टै हारिसक्यो म त यार अनै लोटा 1000 रुपैयाँ भइसक्यो हारिसक्यो अब चाहिँ यति भयो ओइ तेरो बाबा यार तेरो बाबा यार यार उयो अगाडि हेर्न देखिनस् सुद्धो यहाँ 500 रुपैयाँ छ तिमी 400 रुपैयाँ जे राख मोज गर अनि त्यसमा 100 रुपैयाँको जे सामान तिमीले मलाई भन्थ्यौ नि हो त्यो लिएर घरमा जाऊ फास्ट जाऊ अहिले जाऊ फास्ट 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 छोरा भनेको त यस्तो होस् क्या आया सर आया एउटै पसलमा 3 पटक चोरी गर्न किन गइस् होइन सर चोरी त मैले एक पटक मात्रै गरेको थिएँ आया आया सर अनि फेरि 2 पटक चाहिँ किन गइस् बुढीको लागि पाकिस्तानी सुट चोरेर ल्याएको थिएँ घर लगेपछि बुढीले भनिन् यो गुलाबी किन ल्यायो मलाई कालो चाहिन्छ भनी त्यसपछि फेरि म पसलमा गएँ बदल्न दोस्रो पटक ल्याउँदाखेरि फेरि भनिन् कालो होइन गुलाबी नै राम्रो छ भनेर भनिन् अनि त्यस पछाडि अनि त्यो पसलेले समातेर तपाईलाई बोलाइदियो ए भनेपछि तिमी त चोर होइन रहेछौ तिमी त बुढीको डेलिभरी बोय पो रहेछौ त लु जाऊ जाऊ घर जाऊ म पनि बेकारमा शंका गरेछु कि तिमीलाई लु जाऊ जाऊ कसैले मद्दत गर्नु न केही दिनुहोस् न दाजु केही दिनु न सहयोग भोकै छु दाजु केही दिनु न सहयोग दाजु मान्छे काम आउँछ नरौ मान्छे काम आउँछ मान्छे काम ओ चोर 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 ओइ मोबाइल लगो मेरो मोबाइल लगो छोड दे जान दे बिचारालाई अनि मेरो मोबाइल लगो नि त्यसले त्यसलाई भगवानले सजाय दिन्छ क्या कर्मको त्यसलाई सजाय दिन्छ कर्मकाण्ड भगवानले बुझिस् छोड दे हामी कमै हालिन्छ नि त्यो मोबाइल किनिहाल्छौँ नि काम गरेर ए ल चिन्ता नगर यो मोबाइल चाहिँ कसको हो मेरो मोबाइल अनि त्यो चाहिँ त्यो तेरो ओइ ओइ छोड त्यसको कर्मको सजाय भगवानले दिन्छ छोड दे त्यसको कर्मको सजाय भगवानले दिन्छ त्यसलाई छोड दे के छोड दे पछि हामी आफै कमाएर किनिन्छौँ छोड दे